कलेज नगरेर यतै पो हलेर हिँडिरहेछ के भएको भन् त के हो तँलाई अलिकति लाज शरम भन्ने कुरा छैन भाइ हे जहिले किच कति कराएर त झन् साथीहरूको अगाडि आएर कराएर हुन्छ जा चुप लाएर साथीहरू अरे अनि तिमीहरू चाहिँ के भएको साथीलाई झन् सम्झाउनु पर्ने ठाउँमा उल्टे यसरी खाएर हिँड्ने हो कलेज जानु पर्दैन जे भन्नु छ मलाई भन् साथीहरूलाई केही पनि नभन् तँलाई नभनेर कसलाई भन्नु भन्छ अब हुँदा हुँदा रक्सीले नपुगेर चुरोट पनि तान्न थालिस् होइन पढ्नलाई कलेज पो गयो होला भनेको त उसको त यस्तो ताल छ हे एउटै कुरा कति किचकिच गरेर घरमा नि त्यही कुरा बाहिर नि त्यही कुरा हेर भाइ तैँले यसरी मातेर हल्लिँदै हिँड्दा गाउँमा के भन्छन् तैँले अलिकति सोचेको छस् कत्रो कुरा काटिसके गाउँमा हाम्रो परिवारलाई नि अर्कै नजरले हेर्न थालिसके हेप्न थालिसके अनि त हाम्रो आशा पो होस् त तैँले पढ्लास् पछि केही बन्लास् हाम्रो परिवार हेर्लास् भन्ने कत्रो ठुलो आशा छ हामीलाई तँ नै यसरी हल्लेर हिँड्दैपछि हामीले के गर्नु भन् त हे यसको भाषण फेरि सुरु भयो यहाँ अब के यो बाटोमा डिस्कस गरेर बस्ने भरे घरमा नि त्यही कुरा गर्ने त हो भरे घरमा गरौँ ल जा अहिले त अब तँलाई मतलब त छैन फेरि भनिदिइराख आमालाई अलिक बढी नै गाह्रो भरै दबाई लिएर आएको अब बाँकी त आफै सोच गयो दिदी जाउँ मालान्न ए जाउँ जाउँ ढिलो भइसक्यो जानेर आज नजाउँ होला हिँड्न जाउँ जाउँ होस् आज नजाने हिँड्न भनेको कस्तो दामी माला आएको छ जान्ने हो ए जाने हो नि कस्तो दामी माला छ आज हिँड्न हे जाने हो जाउँ ल जाउँ जाउँ ल जाउँ 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 घरै जाउँ यस्तो बवाल हान्नुपर्छ नि